साथीहरू, आज चाहिँ म मुलाको अचार बनाउन लागिरहेको छु। अनि यो मुलालाई काटेर सुकाएर धोएर अनि यहाँ तोरी 12 मसला बनाएर तोरी, धनियाँ पाउडर, मेथी सबै कुरो हालेर डस्ट बनाएँ। अनि यहाँ अलिकति हल्दी और रातो खोर्सानी हालेँ। अनि यहाँ कच्ची धानी तेल उमालेर हाल्दैछु। नुन हाल्नुपर्छ। अनि डल्ले खोर्सानी। अब यसलाई मजाले मिक्स गर्ने। यो चाहिँ टमाटरको अचार बनाउँदैछु। साथीहरू हेर्नुहोस्, यो अघिको डस्ट मसला, नुन, डल्ले, मिक्स तेल।